एमसीसी त पास गरिसके पुराना नेता बनाउँदाहरूले अब एसपीपी पास हुन बाँकी छ है साथीहरू। ध्यान पुर्याउनु होला सबै नेपाली जनताहरूलाई। यदि नेपाल रहेको हेर्न चाहनुहुन्छ भने अमेरिकी सेना उपकमान्ड जनरल भोवेल आज काठमाडौँमा प्रवेश गरिसकेका छन्। अस्ति अमेरिकी सेनाहरूले पनि परेड खेलेर गएको सबै नेपालीहरूले थाहा पाउनु भएको छ। र त्योभन्दा पहिला पोखरामा कालो हवाईजहाजमा कालो सुट लगाएर आएका ती विदेशी व्यक्ति को हुन् त? हिजोको दिन युक्रेन, इरान र तालिबान झै भोलिको दिन नेपाल पनि त्यस्तै परिस्थितिमा हुन सक्ने सम्भावना देखिएकोले सम्पूर्ण नेपालीहरू खबरदार रहनुहोला। अमेरिका सेना जहाँ जान्छ त्यहाँ युद्ध र अशान्ति भइरहेको देख्न सकिन्छ। मुस्ताङमा अमेरिकाले अमेरिकी सैनिक क्याम्प खोल्छु भन्दा वीरेन्द्र वीर विक्रम शाहदेवले निडर भएर वीरता देखाएर यो प्रस्ताव सिधै खारेज गरिदिनु भएको थियो। त्यही कारणले यिनी विदेशीहरूले रणनीति र चलखेल षड्यन्त्र सुरु गरेका रहेछन् साथीहरू। पूर्व पश्चिम रेलमार्ग प्रोजेक्ट कन्ट्र्याक्ट चाइनासँग कन्ट्र्याक्ट साइन गर्दाखेरि पशुपतिमा इन्दिरा गान्धीलाई पस्न नदिँदाखेरि यी सबै विदेशी चलखेलहरू सुरु भएको रहेछ साथीहरू। केही देशका गद्दारहरूले गर्दा विदेशी चलखेलबाट दरबार हत्याकाण्ड भएको पुष्टि भएको छ। राजाहरू कहिल्यै गलत थिएनन् साथीहरू। अझै पनि नेपालमा भ्रमको खेती भइरहेको देख्न सकिन्छ बिचरा ती निर्दोष राजाहरूप्रति। जय नेपाल, जय देश, जय नरेश।